दर्शक महानुभाव सबैलाई नमस्कार। आज हाम्रो नयाँ ब्लग आइरहेको छ। आज हामी सुन्तले जान आँटेको। अब सबजना त रेडी भइछ जानको लागि। यहाँ साउने रेडी भइछ। पर्सनल हजुर देखाउँछु। हाम्रो टिम मेम्बरहरू नि उठ्दै हुन्छ। यहाँ लाने सामानहरू सब रेडी हुन्छ। बिहान नै तर हिँडेर जाने योजना बनाएको छौँ। म हजुरलाई अर्को घर गएर भन्छु, सामान देखाउँछु। हाम्रो दिदी सदिक्षा दिदी, हाम्रो सुमु दिदी, सानो बाबा हेर्नु भयो। सन्जना हाम्रो टिम मेम्बर उठेर कपाल मिलाएर MS धोनी न अन्टोलिसो जस्तो हुनुभयो। तर स्टोरी कसैले भनिदिँदैन हेर्नु उहाँको। अर्सा छन्, अरू के छन्, अरू सब छन् त। अब माथि हिँड्दैछौँ। यहाँदेखि लगभग मेरो ख्यालमा हामी 20 किलोमिटर जति हिँडेर जानुपर्नेछ। यो चाहिँ हाम्रो एउटा राम्रो ट्राभलिङ ट्रिप नै हुनेछ। अगाडि हेर्न सक्नुहुन्छ पछाडिको दृश्य, नेपालको आफ्नै दृश्य छ पछाडि। हेर्नुहोस् मेरो दियाको जाँदा सन्जय दादा हाम्रो भिड बोक्ने मान्छे। सरी दिदी कति राम्रो देखियो कि। अगाडि 3 जना गफ गर्दै होसमा। हामीलाई निस्किन हल्का ढिलो भयो। 6:30 निस्क्यौँ। पुगेर आउनु हल्का ढिलो हुने भयो। त्यही भएर कन्टिनेन्ट 5 बजेको 6 बजे हिँड्यौँ। 6 बजे टाइम जिन्दाबाद। अब के गर्नु त, यस्तै हो देश। तर एउटा खुसीको खबर, हिजो भर्खरै नेपालले कुन देशको नाम थाहा छैन, सोभियतलाई जितेर T20 वर्ल्ड कप क्वालिफायरको ट्रफी नि उचाल्यो। सरी सामुवालाई जित्यो नि, धेरै खुसी लाग्दैछ। त्यो सामुवाले दिएको रेस्पेक्ट अनि सेलिब्रेसन जित्यो दिदी। त्यसपछि अब हाम्रो घर ड्रेसिङ रुममा चाहिँ बिचमा ट्रफी राखेर रातो रचनले गीत गाएका थिए। त्यसले पुरा खेलाडीलाई गोल्स पम्प तथा सहारा दिएको थियो। सबजना मेहनती हल्का माथि गएर भेटौँ। रिश्ते में तो हम तुम्हारे बाप लगते हैं, हम बाजीगर। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी, नसाचिदो रहेछ उमेर झोला भित्र साँची। ट्रेकिङ जानु अगाडि म बाजे कता हिँड्नु भयो आज? कतासम्मको याद त तपाईँको बाजे? तितेपाती केसै फुल्यो शिरमा, बाला जोबन ढल्की गयो परे हजुर पिरमा। ती दिन गए यी दिन आए, मै खाने गालामा दारी पलाए। नाथे उमेर जाँदो रहेछ हातैमा गन्दा गन्दै। हेर्दा हेर्दै बुढो भयो, हेर्दा हेर्दै बुढो भयो। साथी हो, यो रुखमाथि चट्याङ हानेको थियो। पहिलेका जमानामा बुढापाकाले भन्थे, हेर्नुहोस् रुख पनि चट्याङले चिरिए जस्तो छ। माथिको त्यो उनी भाँचिएर थियो अरे चट्याङले हानेर। यो दृश्य हजुरहरूले हेर्न सक्नुहुन्छ। प्रत्यक्ष प्रसार छ हाम्रो युट्युब च्यानल। ठाउँ अब टक्कसँगले यहाँ मुख धुँदैछु नि, चिसो पानी फ्रेस। तपाईँहरूको मिनरलको वाटर खानुहुन्छ, हेर्नुहोस् क्या यहाँ। दिस इज कल्ड द प्योर नेचुरलिटी। हेर्नु है त तपाईँहरू, यो चाहिँ के हो भन्दाखेरि जमिन मुनिको पानी। म यता छु टक्कसँगले। अब म पनि पानी खान्छु है। पख्नु है हजुरहरू, पख्नु है। हेर्नु त लु कति चाहिँ मिठो पानी छ त। कम्ता चिसो छ त, तपाईँहरू थाहा नै होला नि त्यो कुरा। यति चिसो मान्छे ओहो हो म नि मुख पोल्नु धुनुपर्ने। सन्जय सर म पनि कति मिठो आन्द्रासम्म चिसो पुग्छ क्या। तपाईँहरूलाई थाहा नै छैन त्यतिको। एनसी बोय पानी खानुभयो, कतिचोटि खानुहुन्छ पानी पनि? जति खायो नि यो अब भरिँदैन क्या पेट, त्यो चिसो पानी छ नि। तपाईँहरूलाई थाहा छैन क्या। यु क्यान फिल दिस बट यु क्यान सी दिस।
भाइचारा अन द टप गरेर भाइचारा तपाईँलाई पनि चाहियो सर म एकचोटि लास्ट मुख धुन्छु त्यति मिठो छ। हेर्नु त लु मन पेट नभरिएको साथीहरूको यसरी अनि हुन्छ त अर्को साथी पनि आइपुग्यो अब अघिसम्म खाइदिन भन्नुहुँदैछ हेलो त्यही लास्टिक राम्रो राम्रो भयो होला भाइ अब म मुख धुनु भनेको एकचोटि छ्याप्प सन्देशले ट्याङ्कर भइसक्नु भयो हाम्रो गर्छ ट्याङ्करै भइसक्यो तपाईँहरूकोतिर ट्याङ्कर आउँदो होला हाम्रोतिर यहाँ हेर्नु सन्सार मुभ तलमा गएर त खाना पकाउनु नि पेटकै पानी खै आउँदै आएन भाइ देख्नुहुन्छ तेरा मलाई नि झ्याप्प हान्देऊ न मुखमा मलाई त्यही भन्न आँट मलाई ढुङ्गा होला मिठो थियो सर यस थ्याङ्क यू हेभ अ गुड डे यु क्यान फिल दिस क्या दिस इज द इमोसन क्या यो तपाईँहरूले यो फिलै गर्न सक्नुहुन्न यति हुन्छ यति मजा हुन्छ आँगनको डिलमा बसी हेर्छु पारी पारी आँखै अघि जान्छ उमेर बोकी यादको भारी कहाँ छुटे साथी सङ्गी कहाँ छुट्यो मैस जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ ती दिन गए यी दिन आए मै खाने गालामा गाडी पलाए नाथे उमेर जाँदो रहेछ हातैमा गन्दा गन्दै फेरि पनि म सुनिलासँगै धारामा जाँदैछु पानी छेउ गर्न अनि सुनिलालाई पनि हात धुने आएर सुनिला मासु काट्नु भएको अघि नेचुरल साबन माटो जिन्दाबाद अब के गर्नु त सोयल थेरापी हेर्दा हेर्दै बुढो भइयो यो तपाईँहरूले हेरेर तपाईँहरूले जति फिल लिनु छ नि त्यसको 5-6 गुणा फिल हामी धेरै लिन्छौँ क्या पानीको तपाईँहरूले फिल लिन सक्ने हुन्न हेर्नु यो पहिलेको घरहरू यो घरमा चाहिँ 50 वर्ष अनि यो ढुङ्गा 50 वर्ष पुग्यो होला मान्छेले यति मजाले बनाएको थिए तर अहिले त भत्के छ यहाँ त हिँड्ने बाटो रहेछ नि यता त बस्ने ठाउँ रहेछ ऊ पर त्यो अब काम नलाग्ने भयो मिठो ठाउँहरू छ तपाईँहरूले यो हेरेर आधी गुणा फिल लिनुहुन्छ क्या हामीले भन्दा हामी त यति धेरै फिल लिन्छौँ नि चिसो हावा आहा सरर आउँछ मुखमा चस्सले आउँछ कति चाहिँ मजा आउँछ त यसो मौका पाउनु भने घुम्न आउनु होला दिस भोजपुर सुन्तले जिन्दाबाद बाई बाई बाई